दर्शकबिन नमस्कार। म मुक्तिबहादुर भण्डारी। मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। सुदूरपश्चिमको एउटा गाउँबाट बाउ छोरा सहर घुम्न भनेर आउँछन् र सहरको गल्ली चोक बजार घुम्दै जाने क्रममा उनीहरू एउटा फुटबल ग्राउन्डबाट गुज्रिरहेका हुन्छन् र उनीहरूले त्यो समयसम्म फुटबल गेम हेरेका थिएनन् र बाबुले छोरालाई फुटबल गेम हेर्न भनेर त्यो खेल मैदानमा लग्छन् र दुईटैले फुटबल गेम हेर्छन्। लामो समयसम्म फुटबल गेम निकै रुचिका साथ हेरिसकेपछि छोराको मनमा एउटा कौतूहलता जाग्छ, छोराको मनमा कुरा खेल्छ। छोराले सोच्छन्, होइन त्यो भकुण्डोलाई सबै मिलेर किन पिटिरहेका छन्, किन प्रहार गरिरहेका छन्? त्यो भकुण्डोलाई हातले पनि हानेका छैनन्, सबैले लात्तैले गोदिरहेका छन्। आखिर त्यो भकुण्डोको के गल्ती थियो, के दोष थियो? छोराको मनमा यी कुराहरू खेल्छन् र यो कौतूहलतालाई थाम्नै नसकेपछि छोराले बाबुलाई सोध्छन्, बाबा त्यो भकुण्डोको के दोष थियो र सबैले त्यसलाई पिटिरहेका छन्, सबैले त्यसलाई गोदिरहेका छन् भन्ने प्रश्नमा बाबुको उत्तर पनि सोचनीय हुन्छ। बाबुले भन्छन्, छोरा त्यो भकुण्डोको सबैभन्दा ठुलो गल्ती भनेको त्यो भकुण्डो भित्रबाट खाली हुनु हो, त्यो भकुण्डो भित्रबाट खोक्रो हुनु हो। त्यो भकुण्डो भित्रबाट खाली र खोक्रो भएको हुनाले सबैले त्यसलाई पिटिरहेका छन्, हानिरहेका छन्। यदि त्यो भकुण्डो भित्रबाट खाली र खोक्रो नभएको भए कुनै माइकालालले पनि त्यो भकुण्डोलाई हान्ने प्रयास गर्ने थिएन। यो कथाको सन्देश के हुन सक्छ भने, यदि हामी पनि भित्री रूपमा खाली छौँ, आन्तरिक रूपमा कमजोर छौँ भने, तर बाहिर भागदौड मचाउने, बाहिर देखावटी कुरा गर्ने गर्छौँ, तर भित्री रूपले कमजोर छौँ भने हामीलाई पनि कसैले टेर्नेवाला छैन, हामीलाई पनि कसैले पुज्नेवाला छैन। त्यसैले हामी आन्तरिक रूपले, भित्री रूपले बलियो, परिपक्व र आत्मविश्वासयुक्त हुनुपर्छ। यदि हामी भित्री रूपबाट खाली भयौँ भने हामीलाई सबैले प्रहार गर्छन्। मादल खोक्रो हुन्छ, सबैले बजाएर हिँड्छन्। हार्मोनियम, तबेला, सहनाई, मुरली खाली हुन्छन्, सबैले बजाएर जान्छन्। त्यसो भएर हामी पनि एउटा वैचारिक रूपले र समसामयिक विषयमा, हामीले काम गर्ने सङ्घ संस्थाको बारेमा, हामीले नेतृत्व गरेको ठाउँको बारेमा हामी कमजोर छौँ। त्यस बारेमा हाम्रो ज्ञान छैन भने हामीलाई सबैले प्रहार गर्छन्, हामीलाई सबैले आफ्नो गोटी बनाउँछन्, सबैले आफ्नो इसारामा नचाउँछन्, आफ्नो रक्षा कवच बनाउँछन्। त्यसो भएको हुनाले हामी आन्तरिक रूपले, भित्री रूपले बलियो, परिपक्व र आत्मविश्वासयुक्त हुनुपर्छ र हामीले सही र गलत छुट्याउन सक्नुपर्छ। सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने धारणाको विकास हामीमा हुनुपर्छ। अनि मात्रै हामी आफ्नो क्षेत्रमा सफल हुन सक्छौँ। धन्यवाद।